हेर्नुस् त मैले बनाएको यो कुखुराको पाङ्ग्रा यस्तो बनेको छ। यो पाङ्ग्रालाई बोइल गर्नको लागि पानी तताएको छु। यो पानीमा म थोरै बेसार राख्छु अनि यो तेजपत्ता राख्छु अनि यो कुखुराको पाङ्ग्रा राख्छु है त। हेर्नुस् त हेर्नुस् त अब यसलाई चाहिँ मजाले भकभक बनाएर छड्काएर पकाउनु पर्छ। हेर्नुस् त यो पाङ्ग्रालाई मैले चाहिँ 20-25 मिनेट जति बोइल गरेको छु। अब म यसलाई निकाल्छु है त। एउटा छान्नीमा राखेर निकाल्छु। हेर्नुस् त अब यसलाई म यो चिसो पानीले राम्रोसँग पखाल्छु है त। हेर्नुस् त यसलाई म अब सानो सानो टुक्रा बनाएर काट्छु है त। यो सबै पिसहरूलाई चाहिँ म यसरी नै काट्छु। यसरी काटेछु मैले। हेर्नुस् त यसरी मैले सानो सानो पिसमा काटिसकेँ। अब म यसलाई एकदमै टेस्टी हुने गरेर पकाउँछु है त। हजुरहरूले अन्तिमसम्म यो भिडियो हेरिदिनुहोस् है त। हेर्नुस् त मैले यहाँ एउटा कराईमा तेल बसाएको छु। तेल तातेको छ। यसमा म अब प्याज फ्राई गर्छु है त। हेर्नुस् त यो प्याज चाहिँ यो ब्राउन कलर भएको छ। अब यसमा म टमाटर राख्छु है त। यो टमाटरलाई अब एकैछिन पकाउनु पर्छ अनि मसलाहरू राख्नुपर्छ। हेर्नुस् त अब म यसमा मसला बेसारहरू राख्छु है त। यसमा म बेसार राख्छु अनि यो जिरा धनियाको धुलो राख्छु। यो रातो खुर्सानीको धुलो राख्छु। फेरि सानो ग्यास बनाएर एकैछिन पकाउनु पर्छ है त। म यो अदुवा र लसुनको पेस्ट राख्छु। अब यसमा म नुन राख्छु। अब एकैछिन पकाउनु पर्छ है त यो मसलाहरूलाई। यो अघि काटेर राखेको पाङ्ग्राको पिस राख्छु है त। अब यसलाई राम्रोसँग चलाउँछु अनि म एकछिन पकाउँछु है त। हेर्नुस् त अब यसरी पकाउनु पर्छ चलाइ चलाइ।
हेर्नुस् त मैले बनाएको यो कुखुराको पाङ्ग्रा यस्तो बनेको छ। हेर्दैमा खाउँ खाउँ लाग्ने जस्तो। हजुरहरू पनि यस्तै कुखुराको पाङ्ग्रा बनाएर खानु होला। यो खानासँग रोटीसँग खान सकिन्छ। एकदमै मिठो पनि हुन्छ। र मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। भिडियोलाई लाइक कमेन्ट अनि सेयर गर्नु होला। म छिट्टै अर्को रेसिपी भिडियो लिएर आउने छु। हस्त धन्यवाद। बाई बाई।